फेरि प्रत्यक्ष रूपमा फेरि जोडिसकेको छु, हजुरसित जोडिरहेको छु यो भिडियोलाई। तपाईँहरूले मास सक्दो नेपालीहरूसित पुगाएर मलाई साथ सपोर्ट गर्नु होला भन्न चाहन्छु। यो भिडियो बनाउनेमा मलाई खुब मेहनत लागेको त छैन, मेहनत गर्नु परेको छैन, अलिकति के छ भने आफ्नो टाइमलाई रोकेर भिडियो बनाउन तर्फ लागेको छु। तपाईँले एकदम यो भिडियोलाई सक्दो सेयर गर्नु होला र सेयर गरेर नेपाली माझ पुर्याउनु होला, साथीभाइलाई पठाउनु होला। अरू नेपाली तपाईँले सक्दो अरू भिडियोलाई जस्तै माया गर्नुहुन्छ, भाइरल भिडियोहरूलाई माया गर्नुहुन्छ, त्यस्तै यो भिडियोलाई भाइरल नबनाए पनि अलिकति सक्दो नेपालीलाई पहिचान गराउने एक किसिमको हौसला, मलाई हौसला बढाउने र नेपालीले चिनाउने गरिकन यो भिडियोलाई सेयर गरिदिनु होला भन्न चाहन्छु। र यो भिडियो भाइरल नबनाए पनि हजुरहरूले यति साथ सपोर्ट गरिदिनु होला र माया गरिदिनु होला। हामी यहाँ झर्नाको बाटोमा हिँडिरहेका छौँ। यो बाटोलाई कस्तो लाग्छ तपाईँलाई, कस्तो बाटो लाग्यो, एकदम सजिलो छ कि सरल लाग्यो, तपाईँलाई कस्तो लाग्यो हेर्न सक्नुहुन्छ यो बाटो। हामीले यसमा बाइक बाइकबाट यात्रा गर्दा पनि रहनेछ। तपाईँले बाइक ल्याएर मजाले आउन सक्नुहुन्छ हाम्रो कालीकोट जिल्लामा। तपाईँले बाइक ल्याएर मजाले आउन सक्नुहुन्छ, तर सकेसम्म गाडीमा आउँदा यात्रा राम्रो हुन्छ। तर तापनि तपाईँले यसमा पिकनिक, भोज, वनभोज, पार्टी त्यसका लागि तपाईँले आउन सक्नुहुन्छ। र हामी यहाँ झर्नाको नजिकै पुग्न लागिसकेका छौँ। त्यो झर्नालाई हेर्न पुगिरहेका छौँ, हामीले मेहनत गरिरहेका छौँ। यस भिडियोलाई सक्दो सेयर गर्नु होला र नेपाली माझ पुर्याउनु गर्न चाहन्छु। मसित यहाँ नेटवर्क त्यति चल्दैन रहेछ, नत्र म यस भिडियोलाई सक्दो लाइभमा पठाउने कोसिस गर्ने थिएँ, तर हजुरहरूलाई यो भिडियो भन्दा लाइभ सजिलो हुने थियो। तपाईँले प्रश्न पनि गर्न सक्नुहुन्थ्यो बिचबिचमा, तर के गर्ने, इन्टरनेटका अभावका कारणले हाम्रो जिल्लामा इन्टरनेट प्रायः चल्नु त चल्छ, तर पर्याप्त मात्रामा नचल्ने भएकाले तपाईँलाई झर्ना नजिकै पुगिसकेका छौँ। 10 मिनटमा बाबु झर्ना धेरै नजिकै रहेको छ। यो झर्नालाई कस्तो लाग्छ लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न